हजुरहरु सन्चै हुनुहुन्छ होला हैन म नि सन्चै छु हजुरहरुलाई मेरो मिन ब्लगमा स्वागत छ है म चाहिँ आज ब्याग बोकेर हैन पाटन घुम्न जान लाग्यो है साथीहरु म चाहिँ बिमल अंकलको घरमा पुगिसके हैन यहाँदेखि म हजुरहरुलाई गाउँको भ्यू देखाउँछु है गाउँको भ्यू यस्तो बबाल देखिरहेछ कि हैन कुरै छोड्दिम के ए हाम्रो राम सर नि यही हुनुहुन्छ अनि त्यहाँबाट घारी अंकल हामी तीनजना चाहिँ पाटन जान लाग्यो है साथीहरु बीच बाटोमा ब्लग बनाउँदै गर्छु मैले चाहिँ साथीहरु हामीले चाहिँ खाजा खायौं हैन यस्तो खालको प्लास्टिकहरु चाहिँ सम्पूर्णले डिस्पोज राम्रोसँग गर्दिनु होला अब यार्चा गुम्बाको सिजन पनि आइसक्यो नजिकै सबै जनाले चाहिँ अलिकति अनुशासित भएर चाहिँ यस्तो प्लास्टिकहरु यहाँ भित्र चाहिँ यसरी गाड्ने चाहिँ हाम्रो अंकलले चाहिँ गाड्दै हुनुहुन्छ है साथीहरु गाडेर सक्यो हैन साथीहरु अब चाहिँ हामी यहाँदेखि हिँड्छौं होला जो जति यहाँ यात्रा गर्न आउनुहुन्छ हैन साथीहरु सम्पूर्णलाई म के भन्न चाहन्छु भने चाहिँ जंक फुडहरु लिएर आउनुहुन्छ हजुरहरुले नि पक्कै ल्याएर खाएर भ्याएपछि चाहिँ मस्त लाएर खाडल खनेर चाहिँ यतिको लाएर चाहिँ तोप्दिनु होला है साथीहरु म यति भन्न चाहन्छु र हामी चाहिँ हैन तल ढोके नि पुगिसक्यौं के देख्न सक्नुहुन्छ हैन यो चाहिँ एयरसट टिप्न आउँदाखेरि बस्ने मान्छेहरुको हैन गोठ हो के हाम्रो रूपपाटनको भ्यू देख्न सक्नुहुन्छ है साथीहरु यस्तो खतरा देखिरहेछ कि हैन पुरै छोड्दिम क्या 4 वर्षपछि आउनु भयो के उहाँ चाहिँ यहाँ त्यही भएर रोटी छिट्याउँदै हुनुहुन्छ देउरालीलाई यो चाहिँ देवी देउरालीको लागि देख्न सक्नुहुन्छ साथीहरुले एकदमै सहज यात्रा भयो त्यही भएर छिट्याएर खाने बानी गरौँ हैन हाम्रो खानामा चाहिँ साथीहरु देख्न सक्नुहुन्छ हैन लोकल अर्गानिक गाउँको रोटी खोर्सानी अनि टक्क लाएर फर्स्ट टाइम गाउँको रोटी खाँदैछु म 3 इयर्स पछि मक्का बबाल छ अंकल यसरी खानुपर्छ है डोल्पामा भिजिट गर्न आयो भने चाहिँ स्थानीयले यसरी बनाएर दिन्छन् सम्झिनु पर्यो है सबले सम्झिनु पर्यो हैन ल साथीहरु हैन हामी चाहिँ खान आएको हैन लोकल अर्गानिक गाउँको रोटी हैन यस्तो खतरा देखिरहेछ कि हैन भ्यू नि पुरै छोड्दिम क्या फाइनली साथीहरु हैन म चाहिँ ल्याङल्याङ यात्री भाइसँग भेट भइसके के उसको मोबाइल हिजो आयो हैन स्ट्यामी देख्न सक्नुहुन्छ है यस्तो खतरा छ क्या पुरै काठको क्या बबाल है यो स्ट्याम नि के रे मलेसियादेखि आएको हो क्या मोबाइल चाहिँ यो हैन सामसुङ अब सामसुङ कुन हो त्यो मलाई थाहा भएन मोबाइल चाहिँ उसको मोबाइल यही हो हैन ठण्डी पर्यो हिमालयमा न्यानो छ मेरो घर धरमा नपर सुनको चुरा किनिदिउँला हे बरै तिमीलाई चाउरी सरर साथीहरु हामी चाहिँ अब तरपरैदेखि के रे घर जान लागिसक्यौं क्या लास्टै जाडो छ के बतास नि यस्तो चलिरहेछ कि उपेतदेखि जान्छौँ होला साथीहरु बिचमा फेरि आइरहेको छ है ल साथीहरु हैन म चाहिँ अब एकछिनमा चाहिँ भेडालाई कुदाउँछु है देख्न सक्नुहुन्छ आजलाई चाहिँ भिडियो यति नै हुन्छ होला हैन साथीहरु सबले माया देखाइदिनु पर्यो कार्की दादा ब्लगलाई